नमस्कार, म खगेन्द्र भण्डारी। कम्प्युटर सम्बन्धी थोरै एउटा डिफिनेसन यहाँ भन्न गइरहेको छु। वाट इज कम्प्युटर? कम्प्युटर भनेको के हो? A computer is an electronic device which calculates the raw data, give us the valuable information which is the result of the processing. The principle of computer is meant to calculate or count an electronic machine that can store data and find information, do calculations and control other machine is called computer. कम्प्युटर शब्द ल्याटिन भाषाको कम्प्युटरबाट आएको हो। कम्प्युटर भनेको गणना गर्नु वा गन्ती गर्नु हो। कम्प्युटर एक विद्युतीय यन्त्र हो जसले तथ्याङ्क र सूचनाहरू भण्डार गर्न र पत्ता लगाउन सक्छ। गणितीय गणना द्रुत गतिमा गर्न सक्छ र अन्य कुराहरूलाई नियन्त्रण गर्न सक्छ, जसलाई नेपाली भाषामा सुसङ्ख्या र अङ्ग्रेजीमा कम्प्युटर भनिन्छ।